हे गाइज वेलकम ब्याक टु माई च्यानल। आज चाहिँ म चाहिँ हजुरहरूलाई आफ्नै घरदेखि जापानमा काम कसरी खोज्न सकिन्छ भन्ने कुरा देखाउन गइरहेको छु। यदि हजुरहरूले चाहिँ म्याकमा काम गर्न चाहनुहुन्छ भने चाहिँ सुरुमा चाहिँ हजुर गुगलमा जानुहोस्, आफ्नो गुगल ओपन गर्नुहोस् र आफ्नो यहाँ आफूले कुन ठाउँमा काम गर्न खोज्नु भएको छ त्यो ठाउँमा सर्च गर्नुहोस्। म चाहिँ नारिता म्याकडोनल्डमा काम गर्न चाहन्छु, त्यसैले ओपन गरिसकेँ। अनि पछि हजुरहरूलाई चाहिँ यहाँ देखाइरहेको छ म्याकडोनल्ड्स नारिता एयरपोर्ट टर्मिनल 2, टर्मिनल 1 र म्याकडोनल्ड्स नारिता स्टेसन भन्ने आएको छ। अनि हजुर चाहिँ यसको वेबसाइटमा क्लिक गर्नुहोस्। यसमा गएपछि चाहिँ हजुरहरूले चाहिँ माथि 3 डटको आइकन देख्न सक्नुहुन्छ, त्यसमा क्लिक गर्नुहोस्। अनि यहाँ तल चाहिँ यो ओमिसे साबिसिमा तलको क्लिक गर्नुहोस् र सुरुमा आएको यो यसमा क्लिक गर्नुहोस्। र अनि पछि अब यहाँ हजुरलाई देखाइरहेको छ सावराते, सावरामा काम गर्नुहुन्छ भने सावरामा क्लिक गर्नुहोस्। र म चाहिँ अहिले टर्मिनल 2 मा काम गर्न खोजिरहेको छु, त्यसैले तलको जानुहोस्। आइसक्यो यहाँ टर्मिनल 2। अनि हजुर चाहिँ यसमा जानुहोस्। चाहिँ आफ्नो यहाँ नामहरू अनि आफ्नो फिल गर्नुहोस् सबै हैन। अनि पछि यसमा चाहिँ आफ्नो फोन नम्बर राख्नुहोस्, तलतिर चाहिँ आफ्नो डेट अफ बर्थ राख्नुहोस् र यहाँ आफ्नो इमेल एड्रेस राख्नुहोस् हैन। त्यसपछि चाहिँ यहाँ तलतिरकोमा चाहिँ आज आफूले अहिले चाहिँ 6 महिना चाहिँ, त्यही भएर 6 महिनामा क्लिक गर्नुहोस्। र यदि काम फोन चाहिँ तपाईँले 2 दिन पछाडिको राख्नुहोस् 18 र जिखान चाहिँ आफूले कति बजी भ्याउनुहुन्छ त्यही अनुसारले, जस्तो 4 बजेदेखि 4:30 बजेदेखि 5 5:30 बजीसम्म काम गर्ने र अझै अर्को पनि राख्नुपर्ने हुन्छ। त्यो पहिला राखेको दिन बाहेक अर्को दिनमा राख्नुहोस्। 19 मा क्लिक गर्नुहोस् र यहाँ पनि माथिको जस्तै 17 देखि 18 सम्म गर्नुहोस्। र अनि यसपछि चाहिँ हजुर मैले चाहिँ माथि नराखेको भएर यस्तो आएको हो। यदि हजुरले चाहिँ यो राखिसकेपछि चाहिँ हजुरलाई चाहिँ मेल आउँछ। अनि मेलमा चाहिँ हजुरलाई चाहिँ थ्याङ्क यू फर योर सबमिटमेन्ट कि त्यस्तै के भनेर आउँछ। अनि पछि हजुरको चाहिँ फोन आउन सक्छ। थ्याङ्क यू फर वाचिङ माई